आज करिब 1 वर्ष 1 महिना बितेछ उसँगको साथ जोडिएको। इन्डियाको तमिलनाडु प्रान्तको साथी, नाम शिव, धर्म क्रिस्चियन। बिहेपछि धर्म परिवर्तन, आधा हिन्दू आधा क्रिस्चियन रे। भाषा हिन्दी, तर हिन्दी बोल्न जान्दैन। उसको आफ्नै भाषा छ। उमेर करिब 38-39 वर्ष। एक सन्तान, एक छोरा छ, भर्खरै जन्मिएको। कालो कालो वर्णको, म जस्तै शिरमा थोरै कपाल, आँखामा पावरवाला चस्मा, मन सफा, मान्छे सिधा, काममा चाहिँ निरन्तरता। यति धेरै समय बितेछ उसँग सँगै काम गरेको, सँगसँगै हिँडेको, हाँसी बोलेको, रमाइलो गर्दै समय बिताएको। तर उसको वास्तविक पारिवारिक जीवन र परिस्थितिले रुवाएको पल आज सुन्ने अवसर मिल्यो। उसँग म प्राय रमाइलो कुरा गर्थेँ, जिस्किने, हाँस्ने, हँसाउने गर्थेँ। तर आज समय त्यस्तै मिल्यो। उसको हिजो सुन्ने थोरै मौका मिल्यो। सधैँ काम र समयको चापमा परेका हामी आफ्ना जीवनका उतारचढाव सुन्ने अवसर खासै मिल्दैन थियो। के खाने, कति सुत्ने, कति बेला सुत्ने भन्ने कुराको प्राय त्यही कुरा हुने गर्थ्यो। तर आजको थोरै समयमा उसले उसको परिवारमा नबताएको वास्तविकता मलाई सुनायो। काम सकेर करिब रातिको 12 बजे कोठातिर लाग्यौँ। खाना खाँदै गर्दा मैले पोहोर सालको मेरो भेकेसन टाइमको रमाइलो पल सुनाउँदै छुट्टीको समयमा गाउँघरतिर कैद गरिएका फोटो भिडियोहरू देखाउँदै थिएँ। त्यसै क्रममा साथीसँग थोरै टुच्च गर्दै रमाइलो गरेको भिडियो पनि देखाएँ र सोधेँ, तिमीलाई यो मनपर्छ? उसले भन्यो, मन त पर्थ्यो, तर त्यस्तो ह्याबिट चाहिँ छैन। किन भनेर फेरि सोधेँ अनि उसले आफ्नो यथार्थ कहानी सुनायो। ऊ सामसुङ सोरुममा ब्रान्च म्यानेजर थियो रे 2019मा। उसँग कार, घर, बाइक साथै आफ्नै इलेक्ट्रोनिक्स बिजनेस पनि थियो रे। जब कोरोनाको महामारी आयो उसको जीवनमा भारी पर्न थाल्यो। उसले धर्म विपरीत बिहे गरेकोमा परिवारबाट पहिलेदेखि नै अस्वीकार थियो। त्यो कोरोना कालमा उसको व्यापार घाटा, जबबाट पाखा हुँदा पनि परिवारबाट साथ थिएन। कोभिड-19ले उसको जीवनमा पारेको वज्रपात। ब्याङ्क लोनबाट बिजनेस गरेको शिवले राम्रै प्रगति गर्दै आएको थियो। त्यसै क्रममा उसले एउटा कार किन्यो। कारको फाइनान्स सक्यो अनि एउटा घर किन्ने सपना बोक्यो। लोनबाटै घर किन्ने सोच गरेर करिब 35 लाखको एउटा घर किन्यो। लगभग 15 लाख तिरेको समयमा कोभिड-19 आयो। जागिर गयो, उसको पसल पनि बन्द भयो। घरको लोन तिर्न गाह्रो भयो। फरक धर्मको बिहेले परिवारबाट टाढियो। कार किनेर भाडामा बेचेको थियो रे। केही समयसम्म भाडावालाले भाडा दियो, तर जति बेला शिवलाई सङ्कट पर्दै गयो, कार भाडामा लिएको व्यक्ति पनि कारसहित बेपत्ता भयो। बिहे गरेको 12 वर्ष बितिसकेको रहेछ, तर सन्तान भने नभएको उसलाई त्यो पनि पीडा रहेछ। त्यो पीडा पनि सुनाउँदै थियो। मानसिक तनावले विक्षिप्त थियो। कार हरायो, जागिर छुट्यो, पसल बन्द भयो, इन्कमको बाटो रोकियो, तर घरको लोन तिर्नु त अनिवार्य पर्यो। घरको ऋणसँगै अरू कतै अन्त कतै पनि तिर्नु थियो भन्दै थियो। घरको असहयोग, कोभिडको महामारीले गर्दा उसले एउटा यस्तो निर्णय गर्यो, अब म मृगौला बेचेर ऋण तिर्छु। मृगौला बेचेर ऋण तिर्ने योजना बनाइसकेपछि उसले डाक्टरलाई भेटेछ। डाक्टरको एजेन्टले उसलाई इन्डियाबाट कम्बोडिया उडायो रे। उहाँको डाक्टरले फिजिकल चेक सबै गरिसकेपछि शिव लगायत 6 जनाको किडनी झिक्न मिल्ने, बाँकी 4 जनाको नमिल्ने भन्यो रे। त्यति बेलै मसँगै गएको एकजना व्यक्तिले मेरो मोबाइल चोरी गरेको थियो, सङ्कटमा झन् सङ्कट पारेको थियो भन्दै थियो। त्यो कुरालाई पनि उसले सम्झिँदै थियो। मृगौला बेचेको पैसाले सबै ऋण तिर्न त कहाँ पुग्यो र? थोरै कतै बिग इस्यु भएको ठाउँमा तिर्नु पुग्यो रे। उसले मृगौला झिक्न चिरेको ठाउँ नै देखाएर भन्यो, डरलाग्दो गरी चिरेको रहेछ। मैले त्यसको चिरेको घाउलाई हेर्दै भने, अनि यो यति सबै भएको तिम्रो परिवारलाई थाहा छ त? छैन। अनि तिम्रो श्रीमतीलाई थाहा छ? अनि त्यो पनि छैन। अनि कसरी यति हुँदा पनि तिम्रो श्रीमती अथवा परिवारलाई किन थाहा नदिएको? अनि यसरी काटेको कुरा देख्दा त उनीहरूले शङ्का गरे होलान् नि भनेर सोधेको। होइन, यो कतै एक्सिडेन्ट परेको बेलामा भएको हो, मैले उपचार गरेर ठिक भइसक्यो भनेर सुनाउँदै थियो। यो उसको यथार्थ कुरा हो मलाई जहाँसम्म लाग्छ, किनकि उसको चिरेको घाउ देख्दा र उसको त्यो भावुकतापन, त्यसले आफ्नो कुराहरू प्रस्तुत गर्दाखेरि उसको मनमा भक्कानिएको जो भावुकता थियो, त्यसले चाहिँ यथार्थ नै उसको सत्य कथा नै बताएको जस्तो मलाई महसुस भयो। र उसको त्यो छोटो समयको त्यो तितो यथार्थ सुनाउँदा, उसको भोगाई सुनाउँदा र सुन्दा मेरो निन्द्रा नै हरायो। मनमा अनेक कुरा खेलिरहे। पीडा त पुरुषलाई पनि हुँदो रहेछ।